हेलो एन्ड दर्शक नमस्ते वेलकम ब्याक अगेन दिस इज मी दिपा सापा। आज चाहिँ म कहाँ जान लाग्छु भन्दाखेरि होइन इलाम टु झापा मेरो दिदीकोमा जान लाग्छु। अनि हेर्नु न वेदर चाहिँ यस्तो छ क्या हाम्रो इलामको वेदर त यस्तै नै हुन्छ क्या। बर्खा यामको सिजन छ नि त त्यही भएर पनि यस्तै हुन्छ। एकछिनमा घाम लागे जस्तो हुन्छ फेरि एकछिनमा यस्तै धुम्म हुन्छ होइन। सो बाटोमा भेटेको गरौँला बाटोहरू कस्तो छ के कस्तो छ हाम्रो इलामको बाटोहरू म देखाउँदै जानेछु। अनि म चाहिँ यो आधी बाटोमा पुगिसकेँ होइन साथीहरू। अनि हेर्नुहोस् न हाम्रो इलामको बाटो चाहिँ यस्तो चाहिँ इलाम भन्दा नि अब इलाम टु झापा हो। अनि यस्तो हिलो गाडी त यताउता नाच्दै जाँदै थियौँ क्या हामी चाहिँ होइन। अनि हेर्नुहोस् न यहाँ कस्तो हरियाली क्या नेचर चाहिँ यस्तो दामी देखिरहेको थियो होइन साथीहरू। बादल लागेको अनि हरियाली मौसम गाडीको चक्का आधी भाँसेर बाटोमा हिलोले गर्दा चिप्लेर है जति हामीलाई डर लागिरहेको हुन्छ नि अब जस्तै हामी चढ्ने मान्छेलाई डर लागिरहेको हुन्छ त्यति नै रिस्क लिएर क्या अब उहाँहरूले पनि अब ड्राइभरहरूले पनि यस्तो रिस्क लिएर चलाइरहनु परेको हुन्छ। उहाँहरूलाई पनि त आफ्नो ज्यानको माया त हुन्छ नि त होइन। त्यो पनि अब बाटोघाटो हिँड्ने मान्छेलाई कति आपत परेको हुन्छ अनि उहाँहरूले चाहिँ रिस्क लिएर भए पनि गाडीहरू चलाइरहनु भएको छ क्या। कति धेरै मान्छेहरूको त कति कामहरू हुन्छ इम्पोर्टेन्ट कामहरू होइन यस्तो छ बाटोहरू पनि। गाडी फसेर हेर्नु न साथीहरू हामीभन्दा अगाडिको गाडी चाहिँ पानी परेर बाटो चिप्लो भएर हेर्नु न हामीभन्दा अगाडिको गाडी फसेर है। अनि हाम्रो गाडीमा भएको दाइहरू अनि ड्राइभर दाइहरूले त्यहाँनिर धकाल्न हेल्प गर्नुहुँदैछ। त्यही पनि गाडी नै गएको छैन उकालो चढेकै छैन क्या। अलिक उकालोमा फसेछ है उकालो चढ्नै गाह्रो भइरहेको छ क्या यो गाडी चाहिँ यस्तो छ बाटो। बाटो हालत त्यस्तो छ इलामदेखि झापा जाने बाटो यस्तो बिजोग छ गाडीको बाइकको मान्छेको उस्तै साथीहरू हामी जस्तो हिँड्नु परेको छ बाटो यस्तो भएर पुरा बिजोग भइरहेको छ यहाँ सबजना। हुन त अब बर्खा झरीमा नहिँड्नु त पर्ने हो। म अस्ति नै जानुपर्ने थियो मतलब बोलाउनु भएको थियो दिदीले अनि म चाहिँ जान लाग्थेँ होइन। अनि त्यो बेला नि यस्तै पानी परिरहेको भएर चाहिँ अलि रिस्क किन लिनु भनेर म गइनँ। फेरि हिजो बेलुका फोन गरेर आइज न म एक्लै हुन्छु भेना उता काठमाडौँ जाने काम पऱ्यो भनेर बोलाउनु भयो। त्यही भएर म चाहिँ रन त भनेर हिँडेको हो। अब यस्तो बिजोग छ साथीहरू यसरी एउटा फोका मात्रै बोकेर फोका त के भन्नु अब यो झोला मेरो एउटा ब्याग बोकेर यसरी हिँड्नु परेको छ। ओहो यस्तो बिजोग छ है लु इलामदेखि हाम्रो झापासम्मको यात्रा यस्तो हुँदैछ लौ सब बिजोगै बिजोग के गर्नु साथीहरू। अब काम परेपछि हिँड्नु पर्यो सबैलाई यस्तो छ हौ आमा ल हिँड्नु त ल यस्तै छ साथीहरू। हाम्रो गाडी चाहिँ उयो अगाडिको गाडी अब यहाँनिर पुगेर या चढ्न पर्ने हुन्छ। चप्पल लाएर आउन आँटेको थियो म त झन्डै हिलो हुन्छ होला भनेर यसरी नै हिँड्नुपर्छ होला भनेर मैले प्रिडिक्सन गरेको थिएँ क्या होइन। अनि यसरी जुत्ता लगाएर राख्छु नत्र सेतो चप्पल लाएर आउन आँटेको थिएँ लाएको चप्पल नै खोली ओरिआएको क्या यसरी हिँड्न पर्दो रहेछ। अब के भन्नु बल्ल अगाडि छोडेर आएको कहिले पनि यात्रा सुरु भइसक्यो यस्तो बाटोमा अब चाहिँ ठिकै छ। च्याराङ अघि न चाहिँ होइन यस्तो हिलो बाटो थियो गर्मी पनि बिचमा घाम पनि लाग्यो नि त। अनि अब यो त झापा साइडै आइपुग्यौँ नि त हामी लगभग। अनि त्यही भएर पुरै गर्मी बिच बाटोमा घाम लागेर हेर्नु न माथि इलाम साइडमा पानी परेर यता झापा साइडमा घाम लागेर गर्मीले टाउको त्यस्तै दुख्या गाडीले नचाउँदा त्यस्तै टाउको ज्यान दुखेर। अब हेर्नु यस्तो राम्रो छ क्या। फेरि अब हाम्रो चियाबारी चाहिँ इलामको चियाबारी होइन फेमस हो नि त साथीहरू होइन यस्तो राम्रो ल हेर्नु न तपाईँहरू हेर्न सक्नुहुन्छ क्या। च्याराङ साथीहरू म चाहिँ बल्ल फाइनली आइपुगेँ होइन दिदीकोमा चाहिँ। अनि भेना चाहिँ उता आज काठमाडौँ जाने काम परेको हो नि त त्यही भएर भेना चाहिँ हतार गरेर आउनु बित्तिकै जानुभयो। कपाल सपाल यस्तो गरेर बसेछु गर्मीले यहाँ के गर्दैछ यहाँ पिन्टे ल हेर्न त
पिन्टे हाई भनिदे खोइ हाई नमस्ते नि गर्दैन आन्टीलाई अनि यहाँ छ मेरो दिदी हेलो मेजमानको तयारी हुँदैछ अरे यहाँ बहिनीलाई वेलकम ल मेजमा नै यहाँनिर के आइटमहरू बन्दैछ यस्तै छ ल उहाँ चाहिँ मेरो दिदी हुनुहुन्छ अब पहिला नि भिडियोमा आइसक्नु होस् है त्यस्तै हो ल अब म चाहिँ बल्ल बल्ल फाइनली आइपुगेँ यस्तो गर्मीले हाई छोरो खोइ हेलो हेलो त्यही साथीहरू म चाहिँ बल्ल आइपुगेँ बाटो त त्यस्तै थियो है यस्तो बाटोको बिजोक के भन्नु हाम्रो इलाम राम्रो इलाम पनि अनि त्यहाँदेखि बाटो पनि अब राम्रै भन्नु पऱ्यो तर यस्तो सबै बाटो नराम्रो छ भन्ने होइन अब बाटो त तपाईँहरूले देखिहाल्नु भयो होला राम्रो बाटो पनि छ नराम्रो बाटो पनि छ त्यस्तै नै छ हौ अब पानी परेको बेला यस्तै त नि बर्खामा यो चाहिँ मेरो पिन्टे हो ठुलो भइसक्यो छ्यामामा यत्रो सानो हुँदा बसेको सँगै नि काठमाडौँमा हो ल त्यही साथीहरू अब यहाँनिर चाहिँ बाहिर कस्तो राम्रो हावा चलिरहेको छ सर म त गाडीले उतामाथि आउँदा चेपाचे बाटो त्यस्तै है गर्मीले टाउको दुखेर त्यस्तै गाडीले टाउको दुखेर त्यस्तै बाटोले त्यस्तै हैरान भएर आइपुग्यो यहाँ चाहिँ कति आनन्द शीतल भइरहेको रहेछ तर खासमा यहाँ झापा पनि अलिकति गर्मी नै ठाउँ हुन चाहिँ अहिले खासै मजाले यस्तो घाम लागेको छैन नि त यस्तो अलिअलि बादल जस्तो छ त्यही भएर शीतल छ अहिले चाहिँ ठ्याक्क म आउँछु भनेर होला यस्तो शीतल भएको है कपाल चाहिँ यसरी बानेको छु पिलित्त देखिरहेको होला निधार त्यही पनि यस्तै छु म राम्रै नै छु अलिअलि जोक पनि हान्छु क्या म यसरी ल त्यति भन्दै आजको भिडियो यहीँनिर टुङ्गाइदिन्छु यस्तो लाग्यो हाम्रो इलाम चाहिँ यस्तै छ अहिले बर्खा झरीमा चाहिँ यस्तै नै छ होइन इलामको बाटो इलामदेखि झापा जाने बाटो चाहिँ यस्तै छ बिचतिर अलिकति अप्ठ्यारो पनि छ कतिवटा बाटो त बन्द पनि छ अनि यस्तै नै हुन्छ यो बर्खा झरीमा बाटोहरू पनि अलिक बिजोक नै छ तर अब अरू बेला चाहिँ एकदम फेरि राम्रो है हाम्रो फेरि खतरा छ नि हो अब गन्तव्यमा पुगेपछि त एकदम राम्रो छ सिनहरू ठाउँहरू राम्रो छ होइन अनि त्यही अब बाटो बिचमा अँधेरो देख्यो अँधेरै देखिरहेको छ अरे नानीले भनेको अब त्यस्तै अँधेरै देख्यो होला मजाले घाम लागेको छैन नि त नि त्यही भएर होला कपाल खेलेर होइन केटाकेटीहरू यस्तो अब यस्तै छ बाटोघाटो चाहिँ बर्खा झरीमा यस्तै हुन्छ ल अहिले दिन्छु म बाँधिदिन्छु म कपाल बाई बाई यस्तै हो बाटोहरू भनेको यस्तै हो तर ठाउँहरू चाहिँ हाम्रो इलाम राम्रो इलाम सधैँ त्यही हो बाटो जे जस्तो भए पनि होइन नि राम्रो छ नि केही भन्दैौ न आन्टीको च्यानलमा वाह यतिको छोरो चाहिँ हुनु पर्यो खोइ नानीले नि भन्दै न त हेर्न लु बाई बाई भन्दै त्यसो लाइक मात्रै भनेको गरिदिनु होला माया गरिदिनु होला भन धेरै माया गरिदिनु होला त्यति भन्दै बाई बाई गर